हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामीहरू आजदेखि चाहिँ हाम्रो के भन्छन् ब्लग स्टार्ट भएको छ। हजुरहरूलाई चाहिँ मेरो ब्लगमा स्वागत छ। आज चाहिँ हामी कहाँ जाना छौँ अनि यता चाहिँ फुलहरू कस्तो राम्रो फुलेको छ। एकछिन त्यहाँ चाहिँ त हाम्रो गेटैमा हो गाइजहरू यो, अनि उतातिर मेरो घर, अनि यहाँतिर यता यता सबै सामानहरू छ। अनि आज हामीहरू फरेद खान जान लाग्छौँ एउटा यतापट्टि छिमेकीको घरमा। यो चाहिँ हाम्रो यतातिर तलतिर टोल जाने बाटो, अनि ऊ त्यो घरमा चाहिँ हामीहरू फरेद खान जान लाग्छौँ। कस्तो राम्रो पाकेछ गरे। अनि त्यहाँ अघि नाइ नाइ त्यहाँ चाहिँ मेरो उता जिममा कराइराख्नु छ। बड्डीमा आउनु भएन रे। अनि जान लाग्छौँ। अब पुग्न लागिसकेको छ। यस्तो बाटो छ गाइजहरू यहाँ। कहाँ जान्छौ भनेर सोधिरहेको छन् गाइजहरू हामीलाई। अनि यता ब्लग भइरहेको छ। यता यी कहाँ छ रे? माथि माथि अलिअलि मात्रै छ त। किन यी तेरे त्यस्तै बोलाइदियो भाइ। यतातिर हाम्रो बजेहरू, यतातिर आन्टी सबै हुनुहुन्छ। के पाकेर रहेन छ त। सकिगयो सब सकिगयो रे। ए किन रक्छु बोला कि त। यो चाहिँ फरेदको बुटा हो गाइजहरू, देख्नुभएको छैन राम्रोसित हेर्नु होला। अनि कहाँ रे? माथि माथि देखिन्न त। त माथि माथि हल्का हल्का देखिन्छ। अहिले चाहिँ टिपे भने देखाउँछु हजुरहरूलाई यो बुटा। मेरो हाइट यतातिर हेर्न सक्नुहुन्छ गाइजहरू। यतातिर कहाँ देखिन्न त रे? कहाँ के अहिले एउटा मान्छे चर्ची यो बुटामा, अनि त्यसपछि बल्ल ऊ भयो भने हजुरहरूलाई देखाउँछु ल। टेन्सन नगर्नु। अनि यो घरमा त हाम्रो के भन्छन् खास गरी फरेद खाना आएको। तर यहाँ कटर पनि रहेछ गाइजहरू। यति सानो बुटा छ के भन्छन् हाम्रो भन्दा पनि हाम्रो जत्रै हो, तर हाम्रो घरमा एउटा पनि फलेछ नि। यहाँ फेरि फलेर पनि खाएर पनि के भइसक्यो के। अनि यही कटर हामीले पनि खान्छौँ फेरि गरेर दिनुहुन्छ यता यहाँ बजेहरूले हामीलाई पनि तरकारी नभएको बेला। अनि बाजे आउनुभयो। यो एउटी यही चर्ची रुखमा आइ गर्दैन रे यता। अनि यसले चाहिँ ओ माई गड धन्नै लोड्थे। अनि यो चर्ने भनेर चाहिँ यो खट्या सट्या ल्याएर आएको चाहिँ। म त चर्न सक्दैन गाइजहरू, म त खाने मात्रै हो। अनि यो चाहिँ कस्तो यति चिप्लो छ, चर्न सकिहाल्छिस्? के झुन्डिन्छिस् रे त। अब अर्कीको उठ्टिन लाग्यो। आरती चर्न सक्छिस्? ए यस्तो लामो गराउनु पर्दो रहेछ खट्या। यो झुन्डिन्छ मात्रै रे। कि यो चिप्लो छ। यतातिर यो देखिन्न म हामीबाट नजिकैबाट खै रे। गाइजहरू नि गाउँको यस्तै छ हल्ली चल्ली। अनि यतातिर हेर्नु आजकल धेरै फलहरू फलेछ कि गाउँतिर। यहाँ आँप हेर्न सक्नुहुन्छ। कति धेरै आँपहरू छ गाइजहरू। अनि यो घरमा फेरि धेरै छ खानेकुरा। त्यहाँ घर कस्तो राम्रो देखेको छ। अनि यहाँ यी प्यार राखेर यी कस्तो राम्रो भइसकेको छ। धान हाम्रो पनि छ। मलाई थाहा नै छैन। आहा कस्तो राम्रो देखेको छ हाम्रो ठाउँ हरियाली। अनि बिउ रोपेर यो झन् कस्तो राम्रो मानेको छ गाइजहरू। आरती पोज दे। त्यसपछि फेरि यो के भन्छन् चर्ने भनेर फेरि यसले सिडी ल्याएर आज गाइजहरू अघि नै खटियाले भएन। अब सिडी हामीहरू अब यहाँ बस्छौँ गाइस। यहाँको यो सानो खट्यामा यस्तो हुन्छ गाइस। हजुरलाई थाहा छैन होला। किन थाहा छैन? सबलाई थाहा होला नि। खैर राम्रोसित देखा न। फरेद खान्छु है। खाए ल यो पनि इन्जु जस्तै गर्छ। हाम्रो इन्जु यस्तै चाउमिन खाने बेला खाए लो भन्छ। यो चाहिँ मेरो बहिनी आन्टीको छोरी यतातिर सिबिका यसको नाम हो। ऊ रुखमा कति छिटो चढेको मैले देखाउनै पाएन। ऊ चढिसके गाइजहरू रुखमा।
गाइस बाबरे कति माथि गइसक्यो त अब देखिन्न। अनि अघि नै मैले कटर देखाएको थिएँ त गाइजहरू, या फेरि कटर झार्दै हुनुहुन्छ आन्टीले। यी एउटा कटर झरिसक्यो, फेरि अर्को पनि झार्नुहुन्छ आन्टी। कतिवटा झार्नुहुन्छ के? वाह या दुईटा। वाह स्मल पनि यो सानो बाबु कस्तो राम्रो छ। ओइ बाबु यता हेर। ओ ल ल ल के भन्छ माथि देखिन्न तर त तला गाइस यतिनको छुपा कति म माथि आउन कहाँ सक्छु त अनि? सक्छु छोरी त। गाइजहरू म पनि रुखमा चढिसके। बल्ल बल्ल गाइजहरू चढेको छु, तर म धेरै राम्रोसित चढ्न रुखमा बहुत डर लाग्छ कि गाइजहरू, त्यही भएर चाहिँ म डराउँदै उही नहल्ला न रुख। अनि त्यो जामुन एउटा चाहिँ कच्चा हुन्छ गरे, अनि बल्ल बल्ल चढेको छु। अनि डर लाग्छ गाइजहरू, सास पनि फुलिसक्यो। यतातिर हेर्न सक्नुहुन्छ फलेको आँखा कसम पनि पाइगयो। अनि यो चाहिँ म टिप्न लागेको छु गाइजहरू, खाए ल। रुखमा आए बल्ल बल्ल, अब यहाँभन्दा माथि त जानु सक्दैन गाइजहरू म। यो त वहाँ माथि चाहिँ मभन्दा कति माथि चाहिँ कहाँ छिस्रे त देखिन्न, कहाँ छिस्रे त यता थियो मभन्दा माथि। कस्तो राम्रो रे यो हाँगामा बसी बसी चुप लाग्यो म आफू। खै के कार्यक्रम छ भने त गइनिस् गइन त गाउँ त बल्ल बल्ल गाइजहरू। तर म रुखमा धेरै चढ्दैन, एमा हजुरहरूको यो ब्लग बनाउने चक्करमा चाहिँ म यति माथि माथि चढेछु गाइजहरू। सपोर्ट गर्नु भएन भने फेरि हजुरहरूको बनाएर चढिसके। वाह यी हेन्डीरेलाई भेटाइसके। म खान्छु रे। कहाँ जाम? यता मेरो मम्मी कस्तो राम्रो। वाउ खाए ल। खाने भयो हजुर, यस्तो खान मन लागेको छ भने आउनु होला। के गर्यो राति सोनारी गाउँपालिका वडा नम्बर 7 लालपुरमा। नलानु मलाई पनि थाहा छ के, मलाई पनि आउँछ के। देखा त देखा किन बोल्यो आए उताको धाप्तप छेउको कति धेरै देखेछ गाइजहरू। वा खाने हो मस्तले, अनि जाने हो घरतिर। अब एकछिन मन लाग्यो उताको है, उताको खै यहाँले त कस्तो राम्रो देख्छ ल। अनि तलबाट म यति माथि आइसकेको छु। अब म के खाम? पाकेको थिएन पानी मात्रै फेरि छैन। फेरि झर्नु पर्छ घरि टङ्गी टङ्गी। फेरि झर्नु पर्छ घरि टङ्गी टङ्गी। कस्तो त देखा। आहा गाइस यति यो फरेस्ट भेटाको अहिले पछि आन्टी घर पुराको बोलाएर आन्टी मलाई वाउ सिम्पल खडेल। ओइ दादु घर बोलाको बोलाइ गर्नलाई है किन बोला खान तिम्रो चप्पल गरे
खाइसक्यौँ फरेद पनि तर धेरै टिप्न पाएन गाईजहरू बोलाएको बोलाइ गरेर हो कि गर कहाँ जान्छ त पढ्न कहाँ रे लेख्न जान्छस् यतातिर के भन्छ यो तरकारी खेती धेरै फल्या निम्बु त हाम्रो घर पनि छ अनि अब यतातिरबाट हामी कहाँ पो जान्छौँ है गाईजहरू त्यसपछि यहाँ हजुरहरूलाई एउटा चिज देखाउनु पर्ने छ आज ये। हाम्रो काम मात्रै हो आहा निब्बु आमाले सानो बुट्टामा निब्बु कति खोल्या खै कहाँ ए आँपहरू सानो बुट्टामा सब कस्तो राम्रो छ यहाँ के हो यो सानो बुट्टामा धेरै टिप्न पाएन यति हो सानो बुट्टामा कति धेरै फोटो गाइस ए लिचीको बुट्टा फले थिएन र फले चाहिँ सबै टिप्नु भएको फले थिएन र आन्टी थियो भने जाम अब खाना खाना जाम खाना खाने अब सब खाइखान लिचीको बुट्टा त खाली बच्चा अब यस्तै छ गाउँमा रमाइलो अब हामी घरतिर लाग्नु कहाँ जान्नछौँ है आया मम्मी पानी परेर चिप्लिने बाटो भइसकेको छ खाना खाने पनि देख्छ गयौँ बज्जा हाम्रो घर कराएको कराइ गरे बजेर पनि भन्दा नि ए बाटोलाई माया तर हेर्नु पानी परेर बाटो पनि यस्तो छ बाटोको हालत वाउ ए हाम्रो गोठ कस्तो राम्रो गोठ छ गाई गोरु चाहिँ जङ्गलतिर गइसकेछ यो बाख्राको खोर त मेरो घर कस्तो राम्रो छ यो एउटी बौलानी ए बौलानी कहाँ जान्ला छिस् आइजाके फटाफट आके आज हाम्रो दिदी बहिनीको खेल्ने मात्रै हो गेटमा कस्तो राम्रो घर आयो हाम्रो फाइनली त्यो जिउमा खाना खाना रहेछ फेरि कराउनुहुन्छ जिबा भित्र आइसकेँ म अब चाहिँ बाई भन्न चाहन्छु अब ब्लग यतिमा एन्ड हुन्छ गाइजहरू नत्र फेरि मलाई मार्नुहुन्छ घर यतिमा एन्ड हुन्छ यति ब्लग हेरिदिनु होला सुरुदेखि लास्टसम्म हेरिदिनु होला कस्तो लाग्छ अनि सुझाव दिनु होला कमेन्ट गर्नु होला कमेन्ट गर्न नबिर्सिनु होला गाइजहरू लाइक कमेन्ट सब्सक्राइब सब गरिदिनु होला मेरो भर्खरै न्यू युट्युब च्यानल हो त्यही भएर चाहिँ धेरै अब फर्स्ट ब्लग हो यो मेरो कस्तो भयो के भयो मलाई त त्यति सुरुमा अब त्यति आउँदैन पछि हजुरहरूको सपोर्टले गर्दा अब गराउँदै जानेछु अनि लाइक कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला च्यानललाई यही भन्न चाहन्छु धन्यवाद।